हेलो हाई भन्दै सबैलाई नमस्ते भन्। अहिले चाहिँ हामी म अनि मेरो यो छोरी अनि मेरो अर्को पछि पनि यहाँ चाहिँ दुईजना हेर्नुहोस् त यहाँ चाहिँ हामी यो लिम्बू बस्तीमा नयाँ बनिएको स्काई वकमा चाहिँ हामी यसो हल्का टाइम पास गर्नु र समयको लाई बिताउनु र यो राम्रो छन् कैद गर्नलाई चाहिँ हामी यहाँ आइपुगिसकेका छौँ। यहाँ से हाई यहाँ कहाँ गयो को त मलाई मेरो पछि हाइड गर्दैछ त्यसमा त न त्यसले मेरो पछि हाइड गर्दैछ हो। र के छ एटलिस्ट आफ्नो गाउँमा बनिएको आफ्नो ठाउँमा बनिएको स्काई वक पनि हामीले को पनि अब प्रमोट गर्नुपर्छ देखाउनुपर्छ सबैलाई भनेर चाहिँ हामी यहाँ आज यसो भिडियो पनि बनाउँदैछौँ र तपाईँहरू पनि आइदिनुहोस्। एकदमै राम्रो जग्गामा छ, वरिपरि मजाले देख्ने ठाउँहरू छ नआउँदा हुन्थ्यो नि त। अनि यहाँदेखि देखिने यो के दृश्यहरू यहाँ यो परे यहाँ मात्रै फुक्चिरिङहरू हो। यो पल्लोटी साइड बदमताम यो तल सानो गाउँ देखेको छ सिङ्ला। अनि यो चाहिँ हामी चाहिँ अहिले छौँ लिम्बू बस्ती को स्काई वकमा। यहाँ हेर्नु ल जाऊ यसलाई चाहिँ म प्यारासुटमा चढाएर माथिबाट झार्छु पर्ने कुन्ने होइन। ल जाऊ ल जाऊ ए जुत्ता खोल्दै त बाबा यसको यसको जुत्ता खोल्दै बहिनी जुत्ता खोल्दै यसको ल के हुँदैन हौ जा भयो बा ल फोन लैजा आइज आइज भन्दै आइज बाबा यहाँबाटदेखि यो तलको चाहिँ जोरताङ अनि यहाँबाट चाहिँ एकदमै राम्रो 360 भ्यू चाहिँ पाउनु हुँदो रहेछ तपाईँले। ल आइज बाबा आइज म यहाँ छु त अन्त हाई भने यता हाई भन्नु मम्मालाई हाई एभ्रिवान भन्। तपाईँहरू पनि यहाँ घुम्न आइदिनुहोस् भन्। लिम्बू बस्तीमा बनिएको सानो मिनी Come baby, come. Citai aja. Kau bani lah aku tu sabu. Isin mau isin. Mau foto kita. आउनुहोस् है बाबा हेर्दा है यहाँ त फोनमा है Tiga kali ekle na. Bye bye.
बाई बेटा। र यी हाम्रो यो स्काई वकको टुर आजको भिजिट 2 जनाको थियो, 2 जना पनि मेरो 4 रहन्छ, मेरो 2 जना फ्यामिली माथि बसिरहेको छ नानीहरू र राम्रो भयो। अब कस्तो भयो होला? मजा आयो कि डर पनि लाग्यो। डर लाग्यो यिनीहरू चाहिँ डराउँदो रहेछ कि तर राम्रो गर्दैछ। नानीहरू डर बनाउनु चाहिँ राम्रो बनाएको रहेछ है। तपाईँ पनि आइदिनुहोस् यसो यो आफ्नो बनाइदिने मान्छेलाई चाहिँ अब धेरै धेरै धन्यवाद धेरै धेरै दिन चाहन्छु। किनभने अब कतिजना जान सक्नेहरू त टाढो जान्छ, अब सिक्किम त जानु सक्छ, कता कता जानु सक्छ, तर अब नसक्नेहरूको लागि चाहिँ अब नजिकमा एक्सपिरियन्स गर्नु होइन राम्रो। राम्रो र अब यही मौका पायो भने म नेक्स्टमा आएर नआउनेहरूलाई पनि म अब कति नआउनु सक्नेहरूलाई पनि म लिएर आउनु चाहन्छु। अरे राम्रो 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 मैले यो भन्न चाहन्छु। र अर्को भिडियोमा देखाउँछु होला कसलाई लिएको छु, कसलाई लिएको छुइनँ, मेरो रिल्समा देखाउँछु। ओके त दोस्रो बिन्दा आजलाई यतिमै समाप्त गर्न चाहन्छु। धन्यवाद। फेरि भेटौँला अर्को भिडियोमा है। मामा लाग्यो न। हाई मामा। हाई।